प्रिय सज्जनवृन्द, आजदेखि यो प्रेरक प्रसङ्गको श्रृङ्खला प्रारम्भ गर्न गएको छु टिकटकमा। उपयुक्त लाग्यो भने केही सुझावहरू गर्नुहोला। जीवन अनमोल छ। यो जीवन बडो अनमोल जीवन गुजारिरहँदाखेरि धेरै अनुभवहरू हासिल गर्न पाइन्छ, देख्न पनि पाइन्छ, भोग्न पनि पाइन्छ। त्यसकारणले यो सुन्दर जीवनलाई अझ सुन्दर बनाउन केही प्रेरणाका कुराहरू सुन्न सुनाउन आवश्यक छ भन्ने ठानेर मैले दुई चार प्रेरक प्रसङ्ग अर्थात् दुई चार भागहरू नै अर्थात् 7-8 भागहरू नै प्रस्तुत गर्ने जमर्को गरिरहेको छु। आज पहिलो एउटा प्रेरक प्रसङ्ग यहाँ प्रस्तुत गर्न चाहन्छु हजुरहरूका समक्ष। एकजना असाध्य धनाढ्य मान्छे रहेछन् एउटा शहरमा। उनको काम हर तरहले पैसा जम्मा गर्नु, पैसा कमाउनु या धन प्राप्त गर्नु या धनका लागि ठुलो आसक्ति पनि छ। धनै सर्वोत्तम चिज हो र मैले मेरो जीवनकालभरि धनै प्राप्त गर्नुपर्छ भनेर अन्तिम उद्देश्य नै धन प्राप्त गर्ने उद्देश्य राखेर उनी हर बखत त्यसैमा काम गरे जीवनका धेरै क्षणहरू बितिसके। अब अन्तिम क्षण आउन लागिसक्यो। आफ्ना लागि पनि केही गरेनन्, अरूका लागि पनि केही गरेनन्, परोपकारी कुराहरू पनि केही गरेनन्, समाजलाई पनि केही गरेनन्। यो क्रम उनको चल्दै रह्यो। अब मर्ने बेला हुन आँटेछ। यमराजका दूतहरू र यमराज स्वयं दूतहरू लिएर उनी कहाँ आए र भने, भाइ तिम्रो समय सक्यो यो मर्तलोकमा, त्यसकारण तिमी अब यमलोक जानुपर्छ भनेर भनेपछि ती धनाढ्य मान्छे भन्छन्, होइन मैले त यत्रो सम्पत्ति कमाएँ, यसको उपभोग गर्नै पाएको छैन। त्यसकारणले मलाई केही समय दिनुस् न, म केही सम्पत्ति बरु यसबाट तपाईँहरूलाई दिन्छु, मलाई समय दिनुस्, म केही उपभोग गर्छु र जान्छु भनेर भने। त्यो कुरा चाहिँ यमराज मान्न तयार भएनन्। होइन, यो सम्पत्ति पैसा तिरेर तिमीले समय पाउने भन्ने होइन, त्यो पाइँदैन। त्यसकारणले तिमी आयो, अब जानुपर्छ, तिम्रो समय आइसक्यो। उनले भने, होइन मेरो आधा सम्पत्ति लानुहोस्, मलाई चाहिँ अलिकति 2 दिनको समय दिनुहोस्, म केही विलासीपूर्ण जीवन बिताउँछु। त्यो पनि यमराजले मानेनन्। उनले भने, भो मेरो पुरै सम्पत्ति लानुहोस् न त त्यसो भएदेखि, तर मलाई समय दिनुहोस् न त 1 दिनको।